Welcome to my Ramailo Nepali channel, and this is the channel where you'll get full-time entertainment. यो चाहिँ मेरो YouTube च्यानलको फर्स्ट भिडियो हो अनि खासमा भन्नुपर्दा चाहिँ मलाई यसरी एनिमेटेड भिडियो बनाएर YouTube च्यानल खोल्न इन्स्पायर गर्नुभएको मेरो इन्स्पिरेसन भनेको चाहिँ र्यान्डम नेपाली च्यानलको दाजु राष्ट्र तिमल सिन्हा हुनुहुन्छ। र आज मेरो भिडियोको टपिक रहेको छ थिङ्स पिपल डु व्हेन दे आर इन लभ। के गर्छन् त मान्छेहरू व्हेन दे आर इन लभ, एकचोटि हेरिहालौँ है त। अनि हाम्रो टपिकको अन्डरमा फर्स्ट पोइन्ट रहेको छ सधैँ कल अनि टेक्स्ट गर्दै फोनमै बिजी हुन्छन्, चाहे त्यो बिहान होस्, बेलुका होस्, दिउँसो होस् या राति होस्। अनि आफ्नो लभरसँग कुरा गर्दाखेरि उनीहरू बिर्सिन्छन् कि आफू कहाँ पल्टिरहेको छ, कहाँ सुतिरहेको छ भन्ने कुरा पनि। अनि हुन्छ नि कल गर्दा गर्दै उनीहरूलाई समय गएको, टाइम पास भएको कुराहरू केही थाहा नै हुँदैन। फेरि कल गर्दाखेरि बोल्ने कुरा चाहिँ केही पनि नहुने रहेछ। वान आवर्स त त्यसै हनी अनि भन न, होइन तिमी पहिला भन न, लेडिज फर्स्ट हुन्छ जहिले पनि भन्दै टाइम पास गर्ने रहेछन्। कोही कोही चाहिँ हुन्छन् फेरि पागल प्रेमीहरू, टेक्स्ट पढेर एक्लै मक्ख पर्दै बस्छन्। कोही त अझै राति सुत्ने बेलादेखि बिहानको उज्यालो नभएसम्म कल गरेको गरै हुन्छन्। भिडियोको सेकेन्ड पोइन्टमा चाहिँ के छ भने लभ पर्दाखेरि मान्छेहरूले मन जस्तो भए पनि आफ्नो एपिरियन्सको चाहिँ निकै ख्याल राख्ने गर्छन्। तर यो एपिरियन्स आफ्नो लागि होइन, जिएफको लागि पनि होइन। जिएफसँगै हिँड्ने उसको बेस्ट फ्रेन्ड हुन्छ अथवा इष्टमित्र साथीभाइहरू हुन्छ अथवा रिलेटिभ्सहरू हुन्छ नि, उनीहरूको अगाडि बेइज्जत हानेर मात्रै आफ्नो एपिरियन्सको चाहिँ निकै ख्याल राख्ने गर्छन्। अब केटाहरूकै कुरा गर्दाखेरि हुन्छ नि, बाहिर निस्किनु अगाडि नुहाउनुको सट्टा एक बोतल बडी स्प्रे छर्किन्छन्, कपालमा जेल, इयर क्रिम, इयर व्याक्सको प्रयोग गर्छन्। तर म भन्दिनँ कि फेरि सबै केटाहरू यस्तै हुन्छन् है। अनि केटीहरूको कुरा गर्नु पर्दाखेरि चाहिँ निस्किनुभन्दा 3-4 घन्टा अगाडि नुहाइधाइ मेकअप गर्छन्, बट दे आर अलवेज लेट, दे आर नेभर अन टाइम के। भिडियोको थर्ड पोइन्ट चाहिँ के रहेको छ भने मान्छेहरू लभ सङ सुन्छन् अनि लिरिक्स चाहिँ आफ्नो रियल लाइफसँग रिलेट गरेर ओहो यो त मेरै लागि बनेको हो कि जस्तो गरेर सोच्छन् रे कि। अनि हरेक रोमान्टिक मुभीको एक्टर र एक्ट्रेसलाई आफू र आफ्नो लभर इमेजिन गर्दै बस्छन्। फेरि त्यस्तो केटाहरूको त नजिक पनि बस्न डर लाग्छ जो रोमान्टिक फिल्मको फाइटिङ सिनहरू हेर्दाखेरि हुन्छ नि छेउको मान्छेलाई नै कुट्ला जस्तो पिट्ला जस्तो गरेर चलचल कराउँछ कि। फेरि केटीहरू चाहिँ मुभीको हरेक इमोसनल सिनमा आँखाभरि आँसुबाट आँसु झारिहाल्छन्। भिडियोको फोर्थ पोइन्ट चाहिँ रहेको छ चेकिङ एन्ड पोस्टिङ इन सोसियल मिडिया टाइम एन्ड अगेन। मान्छेहरू फेरि कति बेला के फिल गर्छन् बुझ्नै गाह्रो छ। फिलिङ लभडबाट फिलिङ अलोन पुग्न अलिकति पनि बेर लाग्दैन। एग्रेसिभ कपल पनि सबैले देखेकै होला। नचिने मान्छेले लाइक कमेन्ट गर्यो भने उनीहरूलाई ब्लक गरिहाल्नु पर्ने रे, नत्र वे झगडा सुरु। कोही कपल चाहिँ फेरि हुन्छ नि लभ बर्ड टाइपको कि एक दिनमा एउटा पिक अपलोड नगरिकन उनीहरूलाई सुखै हुँदैन। र हाम्रो भिडियोको लास्ट पोइन्ट रहेको छ सानो कुरामा खुसी हुने अनि सानो कुरामा रिसाइ पनि हाल्ने। फेरि रिसाउनलाई कुनै ठुलो इस्यु नचाहिने रहेछ कि, अचम्म कुरामा पनि रिसाउने। फोन राख्नु अगाडि लभ यु भनेन भने रिसाउने, गुड मर्निङ म्यासेज आएन भने रिसाउने, गुड नाइट म्यासेज आएन भने रिसाउने पनि हुँदा रहेछन्। कोहीको चाहिँ फेरि कता गएको, किन गएको, के गर्न गएको, के खायो सबै भन्नुपर्ने रे, नत्र फेरि रिसाउन सुरु। तर फेरि फकाउनु पनि त्यति गाह्रो चाहिँ नहुने रहेछ है। सानो एउटा गिफ्ट दियो भने पनि मक्ख पर्ने रहेछन्। र भिडियोको अन्तिममा चाहिँ म के भन्न चाहन्छु भने यो भिडियो मैले रमाइलोको लागि मात्र बनाएको हुँ। सो प्लिज 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 कोही पनि अफेन्डेड चाहिँ नभइदिनु होला। अरू मैले भन्न छुटाएका र लेख्न छुटाएका केही पोइन्ट्सहरू छन् भने कमेन्ट बक्समा लेखिदिनु होला।
अनि तपाईलाई भिडियो कस्तो लाग्यो? राम्रो लागेमा लाइक, कमेन्ट सेक्सनमा फिडब्याक्सहरू र साथीभाइहरूसँग भिडियो सेयर गरेर रमाइलो नेपाली च्यानल सब्स्क्राइब गर्न चाहिँ पक्कै पनि नभुल्नुहोला।